म चाहिँ आज यहाँ डोल्पाको सेफोक्सन राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने यो रसीभन्दा अलि माथि देउराली भन्ने ठाउँमा आइपुगेको छु होइन। यहाँ चाहिँ एउटा यस्तो खतरा चिज छ क्या, पुरै कुरै छोडिदिनु होइन। यस्तो एउटा कहानी सुनाउँछु म चाहिँ, मैले सुनेअनुसार है। यो चाहिँ देउरालीको डाँडा भनेर चाहिँ यहाँ चाहिँ पुरै ढुङ्गाको चट्टानहरू मात्रै बनाएर टक्क यो बनाउँदो रहेछ। यहाँ चाहिँ यो भाले बस्छ अरे, यसको कहानी फेरि खतरा छ कि यो भाले होइन, यो भाले बाँच्दाखेरि चाहिँ यहाँ अगाडि भएको मान्छेहरू पहिला भोटोदेखि यो भेडा बाख्रा चौरी ल्याएर तल बेसी झर्दाखेरि चाहिँ, बेसी भनेको तपाईँको तल गाउँ छ होइन, त्यहाँ बेसी झर्दाखेरि चाहिँ यहाँ अगाडि देउराली भन्ने ठाउँमा चाहिँ रात परिसकेपछि मान्छे त्यही बासा बसेर गोठालाहरू अनि भेडा बाख्रा यति धेरै छ कि अगाडि ढुङ्गा, फेरि ढुङ्गा आउने ठाउँ पनि कहीँ छैन क्या, चट्टान जस्तो। त्यहाँ चाहिँ यति ढुङ्गाहरू छ कि त्यो सब यहाँका मान्छेहरूलाई सोद्धाखेरि चाहिँ यो जमानामा पहिला अनि यो लेखदेखि के भन्छ भोटोदेखि तल बेसी झर्दाखेरि चाहिँ यहाँ भेडा बाख्रा चौरीहरू आउँदाखेरि है राति भएको हुनाले त्यही बासा बस्दाखेरि चाहिँ अनि यो जब यो भाले यहाँ बिहान उज्यालो हुने बित्तिकै भाले बाँच्यो अरे, त्यो राति नै त्यहाँबाट मान्छेले यो डाँडो काट्यो भए चाहिँ सबै तल यो रसीको मान्छेहरू यति धनी हुन्थ्यो कि होइन, भेडा बाख्रा चौरीले क्या। अनि राति त्यही बासा बस्दाखेरि चाहिँ भाले बिहान उज्यालो हुँदै भाले बाँच्दाखेरि चाहिँ त्यहाँ भएको सबै चौरी गाई भेडा बाख्राहरू सबै चाहिँ यो ढुङ्गामा परिणत भएर क्या, यति धेरै ढुङ्गा छ अहिले म देखाउँछु। यस्तो खतरा कुरा छ क्या यहाँ चाहिँ यो भाले रे, भालेलाई चाहिँ यसरी यहाँ पुजेर राखेको रहेछ। यहाँभित्र भाले छ अरे, भाले देखाउन मिल्दैन यो भित्र छ भाले। यो भाले बाँच्दाखेरि चाहिँ यहाँ सबै भेडा बाख्राहरू चाहिँ उसमा परिणत भएको अरे, त्यो सेतो भाले देखिँदो रहेछ हल्का। यो भाले बाँच्दाखेरि चाहिँ सबै भेडा बाख्रा ढुङ्गामा परिणत भयो अरे। रियालिटी हो थाहा छैन मलाई, हो होइन थाहा छैन, तर खतरा इन्ट्रेस्टिङ कुरा लाग्यो मलाई। त्यहाँबाट पारि चाहिँ जुफाल देखिँदो रहेछ, जुफाल एयरपोर्ट।